छायाले अन्धकारमा साथ छोड्छ अनि आफन्तले दुःखमा। एक्लोपन पनि एउटा नशा जस्तै हुँदो रहेछ प्रकाश दाइ। आज भोलि म त्यही नशामा आफूले आफूलाई डुबाउँदैछु। खै कहाँनिर मिलेन प्रकाश दाइ जिन्दगीको तालमेल। चाहनाले एउटा बाटो देखाउँछ अनि बाध्यताले अर्को। म छु नि तिम्रो लागि भन्नेहरूको पछि कहिले नलाग्नुहोस् प्रकाश दाइ, किनकि तिनै व्यक्ति हुन् भोलि समय आएपछि तिमी को हौ भनेर प्रश्न गर्ने। खै कहाँनिर मिलेन दाइ जिन्दगीको तालमेल। खै कहाँनिर मिलेन दाइ जिन्दगीको तालमेल। चाहनाले एउटा बाटो देखाउँछ अनि बाध्यताले अर्को। डुब्न लागेको घाम निभ्न लागेको बत्ती मैनबत्ती जस्तै भएको छु दलरा जाइ मेरो जिन्दगी। सबैबाट ऋण लिएको छु, आफन्तबाट आँसु, साथीभाइबाट पैसा, समाजबाट हेला अनि माया गर्ने मान्छेबाट धोका लिएको छु। कसलाई सुनाउनु त यो मनको पीडा। आमालाई सुनाउ भने आमाले चिन्ता गर्छन्, साथीभाइलाई सुनाउ भने मजाकको पात्र बनाइदिन्छन्। रुनु भएन, चिच्याउनु भएन, कराउनु भएन, जे छ मनैमा छ भाइ। औकात पुगेन भनेर सम्बन्ध तोड्नेहरूलाई के थाहा दलराज दाइ कि करोडौँको चेक पनि 10 रुपैयाँको कलम बिना अधुरो हुन्छ। त्यसै गरी मेरो साथमा हुनुहुन्छ प्युठान युवा सङ्घको जिल्ला अध्यक्षज्यू आउनु भएको छ कमल घरती बगर। त्यसै गरी मेरो भान्जा हुनुहुन्छ जसको पर्सि फ्लाइट छ। आज मलाई साथ दिँदै दुईजना यहाँ उपस्थित हुनुहुन्छ। म उहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। यदि केही भएर म चाँडै मरिहालेछु भने नि दलराज दाइ लगाउन बाँकी रहेको दोष जति सबै मेरो कात्रमा लेखिदिनुहोस् है। जिन्दगी भनेको झरना जस्तै हुन्छ रहेछ। अरूले हेर्दा सुन्दर अनि सामान्य देखे पनि ढुङ्गामा बजाडिनुको पीडा त केवल पानीलाई मात्र हुँदो रहेछ। थाकिसके दाइ, हारिसके। सुनेको छु पैसाले सबै कुरा किन्न पाइन्छ। मलाई पनि सिकाइदिनुहोस् न दाइ, यो सहरको कुन पसलमा किन्न पाइन्छ यो खुसी। यदि दुखेको मर्नीको हुने औषधि किन्न पाइन्थ्यो भने नि प्रकाश दाइ सायद म किन्नका लागि भए पनि आफैलाई बेचिदिन्थ्यो होला दाइ। My heart is kidding. I'm always joking, but I'm not joking. And I'm always with you, and I can't do anything for you. And thank you so much for accepting my request.